आर्थिक वर्ष 2080-81 मा 23 अर्ब रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा 7,338 वटा कारोबार शंकास्पद भएको पाइएको हो। आर्थिक वर्ष 2078-79 मा 2,780 र 79-80 मा 5,935 वटा शंकास्पद कारोबार भएको राष्ट्र बैंकले जनाएको छ। नेपाल गएको फागुनमा मात्रै सम्पत्ति शुद्धिकरण तथा आतंकवादी गतिविधिको निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स FATF को ग्रे लिस्टमा परिसकेको छ। शंकास्पद मध्ये सबैभन्दा धेरै कारोबार क वर्गका बैंकमा हुने गरेको छ। वाणिज्य बैंकहरूबाट मात्र 21 अर्ब रुपैयाँ बराबरको 6,181 वटा कारोबार फेला परेको राष्ट्र बैंकले जनाएको छ। विकास बैंकहरूमा 68 करोड बराबरका 491 वटा कारोबार र भुक्तानी सेवा प्रदायक कम्पनीहरूबाट 63 करोड रुपैयाँ बराबर 181 कारोबार फेला परेको राष्ट्र बैंकले जनाएको छ। यो बाहेक धितोपत्र सम्बन्धी कारोबार गर्ने संस्था, बीमा कम्पनी, सहकारी लगायतबाट पनि यस्तो कारोबार हुने गरेको पाइएको छ। कारोबार प्रति शंका लागेमा बैंक तथा वित्तीय संस्थाहरूले नियामकीय निकाय नेपाल राष्ट्र बैंकलाई जानकारी गराउँछन्, जसबारे राष्ट्र बैंकले थप अनुसन्धान गर्ने गरेको छ।